कुरु मे देव सर्वकार्येषु सर्वदा श्रवणं कीर्तनं विष्णु स्मरणं पादसेवनम् अर्चनं वन्दनं दास्ये शङ्ख्यात्मा निवेदनम्। सर्वप्रथम श्री गुरु गणेश भगवानलाई सबैले हात जोडेर मनमा सम्झिँदै नमन गर्नुहोला र यहाँ स्थापित सम्पूर्ण देवी देवतालाई पनि हार्दिक नमन गर्दै गुरु लगायत कलाकार अङ्कलहरू र मेरो पूज्य माता पितामा पनि हार्दिक नमन गर्दै यहाँ सम्पूर्ण उपस्थित हुनुभएको भक्तजनहरूले एकचोटि राधे राधे भनिदिनुहोस् न। आवाज त सुने तर प्रेम सुनेन है मैले। खै अहिले नि सुनिएन। आज यहाँ हामी भगवानको कृपाले इस दिव्य भूमिमा आएर भगवानको कीर्तन भजन श्रवण गर्न पाएका छौँ। को खुसी हुनुहुन्छ? खै कोहीको एक त हुनुहुन्न कि क्या हो? आज सम्पूर्ण भक्तजनहरू यहाँ कथा श्रवण गर्न आउनुभएको हो कि होइन? आज कथा श्रवण गर्दा चाहिँ हामीले के प्राप्त गर्छौँ? ज्ञान पनि प्राप्त गर्छौँ, अर्को पनि प्राप्त गर्छौँ, पुण्य पनि त प्राप्त गर्छौँ नि। आज हामीले ज्ञान सँगसँगै पुण्य पनि प्राप्त गर्छौँ। आज म यहाँ कथा गर्न कसरी आइपुगेँ भन्दा हजुरहरूको आशीर्वादले, आज मेरो पूज्य आमा र बाबाको कारणले, विशेष हजुरहरूको आशीर्वादको कारणले हो कि होइन? आज हामी यस दिव्य भूमिमा आएका छौँ। कति जन्म हामीले कष्ट भोग्नु पर्यो, दुःख भोग्नु पर्यो। यो स्थलमा यति दिव्य भूमिमा आउनको लागि कति कष्ट भोग्नुपर्छ, कति जुनीहरू पार गर्नुपर्छ कि होइन? खै भक्तजनहरूको मुखमा मुस्कानै देखेन मैले। खै अगाडि बस्नेहरू भक्तजनहरू हाँसिरहनु भएको छ, पछाडि बस्नेहरू त हाँस्नु भएन। आज हामी यस दिव्य भूमिमा आयौँ र आज हामीले यस दिव्य भूमिमा आइसकेपछि के लिनु पर्यो भने, अब यो दिव्य भूमिमा आएर ल अब म दिव्य भूमिमा आएपछि मैले पुण्य पाएँ भन्ने हो। हामीले कथा ज्ञानहरू नि त श्रवण गर्नु पर्यो कि होइन? आज हामीले के चाहिँ गर्नु हुँदैन त? आज हामीले कुनै व्यक्तिको कुरा काट्नु हुँदैन, कुनै पनि व्यक्तिको हामीले के गर्नु हुँदैन भने कुरा काट्नु हुँदैन। आज जुन हामीले कुरा किन काट्नु हुँदैन भने त्यो व्यक्तिले जे गरे पनि हामीले उसको व्यवहार लिनु हुँदैन। किन कुरा काट्नु हुँदैन थाहा छ कसैलाई? थाहा छैन? श्रवण गर्ने कि नगर्ने त? खै कोहीले बोल्नु नै भएको छैन, नगर्ने हो जस्तो छ। सम्पूर्ण भक्तजनहरूले गर्ने। आज हामीले किन कुरा काट्नु हुँदैन भनेर आज हामी कथा श्रवण गर्नेछौँ सुगा र बकुल्लाको। हुन्छ कि हुँदैन?
एकचोटि राधे राधे भनिदिनुहोस् न। एकचोटि फेरि आज सम्पूर्ण भक्तजनहरूले अब ध्यान दिएर कथा श्रवण गर्नुहुन्छ कि होइन? आज हामी सुगा र बकुल्लाको कथा श्रवण गर्नेछौँ। एक जङ्गल थियो, जुन जङ्गलमा चाहिँ यस्तो शान्त वातावरण थियो भने जस्तै हामीलाई अहिले कथा श्रवण गर्दा भगवानको कीर्तन सुन्दा कति आनन्द आइरहेको छ कि होइन? आइरहेको छैन कि क्या हो? त्यसै गरी त्यो जङ्गल चाहिँ शान्त रहेछ। त्यो जङ्गलमा चरीहरूले चिरचिर गरेको आवाजहरू सुनिँदो रहेछ र त्यो जङ्गलमा धेरै रुख बिरुवाहरू थिए। त्यही रुखमा एउटा रुख थियो, जुन रुखमा चाहिँ माथि के बस्दो रहेछ? माथि के बस्दो रहेछ? सुगा र बकुल्लाको कथा हो भन्नु। माथि सुगा बस्दो रहेछ, तल आज माथि सुगा बस्दो रहेछ र तल चाहिँ बकुल्ला बस्दो रहेछ। आज सुगा र बकुल्ला बस्दो रहेछन्, तर दुवैको बानी चाहिँ कस्तो रहेछ भने फरक फरक। अब के हुँदो रहेछ भने सुगाको बानी जस्तो थियो। अब बकुल्ला चाहिँ बिहानै उठ्दो रहेछ, बिहानै घाम झुल्किन नपाइ उठ्दो रहेछ र बकुल्ला धेरै बाटो रहेछ। कसरी भने यस्तो गरेर ध्यान गरेर जस्तो गर्दो रहेछ, पोखरीको अगाडि गएर ध्यान गरेर जस्तो गर्दो रहेछ। अनि जब चाहिँ माछाहरू त्यहाँ आउन थाल्थे अनि टप्प टिपेर खाँदो रहेछ। भक्त विष्णु भगवानको हजुर जस्तो बाटो रहेछ है। आज ध्यान गर्दा जस्तो गर्दो रहेछ अनि जब माछा आयो टप्प टिप्दै खाँदो रहेछ। अनि माथिबाट चाहिँ के रहेछ भने माथि चाहिँ सुगा रहेछ। अब सुगाको चाहिँ मनमा के लागिरहेको थियो भने आज यो कस्तो पापी रहेछ, यसले बिहान उठ्न साथै घाम झुल्किन साथै आज आएर यत्रो माछाहरूलाई खायो। बिचारो त्यसलाई खायो र म कति शुद्ध छु, मैले खान्छु त्यस्तो माछाहरू। म बिहान उठ्न साथै फल खान्छु। सुगाको एउटा महत्त्व पनि छ, के छ भन्नु त? जुन फल चाहिँ हुन्छ नि सुगाले टोकेको त्यो गुलियो हुन्छ हो कि होइन? मिठो गुलियो हुन्छ हो कि होइन? आज फललाई चाहिँ सुगाले खाएको हुन्छ, त्यो फल चाख्यो भने चाहिँ त्यो सबैभन्दा गुलियो र मिठो हुँदो रहेछ। अनि सुगा आफ्नो बारेमा चाहिँ तारिफ गर्दै रहेछ, म यस्तो मैले यो गर्छु। त्यो बकुल्लो जा त्यसले त के गर्छ? त्यो माछा खान्छ न? त्यो माछा खाने हो? माछा खान्छ। म पो छु त बरु धर्मात्मा, मलाई त मान्छेले राम्रो पनि ठान्छन्। आज म कति राम्रो छु भन्दै तारिफ गर्न लाग्दो रहेछ। अनि त्यसपछि चाहिँ के गर्दो रहेछ भने जङ्गल जाँदो रहेछ र फल खाँदो रहेछ। आएर पनि अब उसलाई पुरा काटेर थकै लाग्यो, फेरि भन्न थालेछ म त फल खान्छु। त्यो बकुल्ला खान्छ फल, त्यो त माछा खान्छ। त्यस्ताको माथि त्यस रुखको तल त्यो बसेको छ हेर, मलाई पनि त्यसको पाप सर्ला भन्ने डर छ भन्दै काट्दो रहेछ है। अनि जब चाहिँ त्यो पुरो दिनकै काट्दो रहेछ, अब बकुल्ला चाहिँ के गर्ने भने बिहान उठेर अब हात जोडेर जस्तो गर्ने र माछा आयो कि टप्प टिपेर खाने। धेरै बाटो रहेछ। अनि बकुल्लाले चाहिँ कहिले सुगाको कुरा काटेको थिएन है। सुगाले चाहिँ जहिले बकुल्लाको कुरा काटेको गर्छ।
आज केले काट्थ्यो रे? केको कुरा काट्थ्यो? सुनाले कुरा काट्थ्यो, तर कसको बारेमा चाहिँ कुरा काट्थ्यो? त्यो राम्रो बानी हो त? हो। आज त्यसै गरी जहिले बिहान उठ्न साथै बकुल्लाले चाहिँ आफ्नो भोजन गर्थ्यो। तर सुनाको बिहान उठ्न साथै के काम भने भगवान नाम जप्नु त कहाँ कहाँ, आज अब ऊ कुरा काट्न थालिहाल्छ। बिहान उठ्न छैन, अब उसले बकुल्लाले यस्तो गर्यो उस्तो गर्यो म धर्मात्मी यो त्यो भनेर कहिले कुरा गरेर थाक्दैन। अब भगवानको नाम थाल्यो भने चाहिँ त्यो सुनाले जप्न थालेपछि यसो रा भन्न पाउँछन्। ल हेर हेर बकुल्लाले त्यो खाएको हेर भन्दै कुरा काट्न थालिहाल्छ। रा धानी जप्न पाएको छैन होइन, कुरा काट्न थालिहाल्छ। त्यो बकुल्ला उस्तो यस्तो यसले यो गर्यो त्यो गर्यो भन्दै। अनि समय त्यसरी नै बित्दै गयो र सदैव चाहिँ सुनाले के गर्न थाल्यो भने कुरा काटिरह्यो, कहिल्यै रुकेन। अनि बकुल्लाले कहिल्यै कुरा काटेन, तर उसले के गर्यो भने उसको त त्यो भोजन थियो नि त, उसले त्यो भोजन ग्रहण गर्थ्यो। अनि अब समय बित्दै जाँदा चाहिँ एक दिन के भएछ भने त्यसै गरी बकुल्ला आयो, सूर्य भगवानको अगाडि ध्यान गरेर जस्तो गरेर माछा खाएपछि सुनाले पनि कुरा काटेर जब चाहिँ राति भयो तब चाहिँ के हुन थाल्छ भने गडाङ गुडुङ हुन थाल्छ। हावा हुरी बतास गडाङ गुडुङ हुन थालेछ। अनि त्यो गडाङ गुडुङ हुँदा ठुलो हावा हुरी आउँछ। हो त्यो हावा हुरीले चाहिँ त्यो रुखलाई पल्टाइदिएछ। भक्तवत्सल भगवानको आज बकुल्ला र सुगाको दुवैको के भएछ भने मृत्यु भएछ। हामी एक दिन त यो संसार छोडेर जाने हो कि होइन? सदैव हामी यही संसारमा बस्छौँ त। तर कोही कोहीलाई त लाग्ला मेरो आयु त लामो छ, म त बस्छु होला जस्तो लाग्छ होला, हो कि होइन? एक दिन त हामीले यो संसार छोडेर जाने हो कि होइन? लाँदाखेरि हामीले के लान्छौँ? त्यो धन सम्पत्ति लान्छौँ? कोही कोहीले लानुहुन्छ क्या हो? अब फेरि धन सम्पत्ति भएपछि के हुँदो रहेछ भने त्यो देखाउने रहर त जसको नि हुन्छ, हो कि होइन जस्तो छ के हो? अब जस्तै हामीले कुनै सुनको औँठी लगाएछौँ भने अब पँधेरामा जाँदा पनि आफ्नो त हात चिलाएर एलर्जी भएर कस्तो छ भन्दै देखाउँछौ, हो कि होइन? कुकुरको पानी अब घाँटीमा केही सुन लाग्छ भने आज त घाँटी चिलाएर के भएछ भन्छौँ, हो कि होइन? आयो भने चाहिँ गाग्री उचाल्दा पनि यो हात चिलाएर बस्नु छैन, यो हात चिलाएर बस्नु छैन भन्छौँ। अनि जब कुनै यहाँ हातमा लगाएको हुन्छ नि घडी लगायो भने आफूलाई त अब यहाँ मोबाइल बोकेर हिँड्ने फुर्सद हुँदैन, अब घडीमै हेरिन्छ। के गर्नु, छोराले ल्याइदिइहाल्यो। हाँस्ने मान्छेहरूको त्यस्तै बानी छ कि के हो? तर होइन देखाए पनि त्यो मरेसित देखाउन मिल्दैन। सबै धन सम्पत्ति छोडेर हामी जाने नै हो कि होइन? आज हामीले लान्छौँ चाहिँ किन भन्नु? एउटा चित्त लान्छौँ, हो पाप र पुण्य लान्छौँ। आज हामी जाँदाखेरि लाने भनेको त पाप र पुण्य हो। अरू धन सम्पत्ति जति कोठामा पोको पारेर राखे पनि अब लाने भनेको त पाप र पुण्य नै हो। आज दराजमा हामीले के
गर्छ भने नातिलाई यो, छोरालाई यो, छोरीलाई यो भन्दै पोको पार्दै राख्छौ, हो कि होइन? धन सम्पत्ति अब त्यो दराजमा भएपछि के हुन्छ भने जाँदाखेरि भएको एउटा लगाएको कपडा पनि त्यही छोडेर जानुपर्छ, त्यही पनि फुकालिदिन्छ। आज जाँदाखेरि त्यही भएको एउटा कपडा पनि फुकालेर दिन्छ, जलाउँछ भने हामीले त्यो धन सम्पत्ति दान गरेर हामीले जोगाउने हो कि होइन? दान गरेर हामीले मर्दाखेरि भगवानको नाम जपेर त्यो धन सम्पत्तिको उपयोग गर्ने। अब कोहीले त धारामा यसो हात चिलाउँदै पनि देखाउनुहुन्छ होला। अब चाहिँ अनि के भएछ भने अब कथामा जाउँ कि नजाने? अब चाहिँ के भएछ भने जब ती दुईजनाको मृत्यु भएछ, यमराज चाहिँ उनीहरूलाई लिन आउनु भएछ। यमराजले दुवै ती सुगा र बकुल्ला जब लिएर जानुभयो, त्यसपछि चाहिँ अब के भएछ भने अब पहिला पाली बकुल्लाको आयो। बकुल्लाको पाली आएपछि के गरे भने यमराजले ल पल्टाउँछ यसको पात्रो के रहेछ, पुण्य छ कि छैन भनेर हेर्न लगाउनु भएको। त्यहाँ चाहिँ सबै पुण्य नै पुण्य, के कुनै पात्रमा पापै छैन। बकुल्लाकोमा है, फेरि बकुल्लाकोमा कुनै पापै छैन, सबै पुण्य नै पुण्य छ। अब ए हो यसको सबै पुण्य रहेछ, यसलाई वैकुण्ठ धाम पठाइदिउँ भनेर आज वैकुण्ठ धाम पठाइदिउँ। र अब बाँकी रह्यो कि सुगा। अहिले पनि सुगाले के सोचिरहेको रहेछ भने ए हो त्यति जब बकुल्लो त्यो माछा खाएर त वैकुण्ठ गयो भने म त झन् अब फल खाने, शुद्ध राधा माताको नाम जप्ने, मात्र जप्ने, राधा माताको नाम जप्ने यस्तो धर्मात्मी मान्छे त किन नजाउँला भन्दै सोचिरह्यो। र जब उसलाई स्वर्ग पठाएपछि, बकुल्लालाई स्वर्ग पठाएपछि अब सुगाको पात्र पल्टाएर हेर न त भनेको त सबै पात्रहरू पल्टाउँदै गइयो, सबै पात्रहरू पल्टाउँदै गइयो। तब त्यहाँ सबै के रहेछ, के रहेछ, के रहेछ होइन, के रहेछ? हो पापै पाप रहेछ। आज सबै पात्र पल्टाउँदा चाहिँ पापै पाप रहेछ। अनि के भन्यो भने यो सुगालाई नरकलोक पठाऊ, किनभने यसकोमा सबै पापै पाप छ भनेर। जब यमराजले त्यस्तो भनेपछि सुगाले रिस उठेछ र सुगाले रिसाउँदै भनेछ ए त्यो बकुल्ला बिहान उठेर माछा खानेलाई त्यसरी, त्यो बकुल्ला माछा खानेलाई त्यसरी लगे र आज म सुगा मैले राधा माताको नाम जपेकोलाई चाहिँ यस्तो गर्ने, मलाई चाहिँ किन नरकलोक पठाउने त भनेर यमराजजीसँग प्रश्न गर्दा आज यमराजजीले के उत्तर दिनुभयो भने आज यमराजजीले भन्नुभयो कि किनभने जब बकुल्ला बिहान उठेर माछा खान्थ्यो तब उसले पाप त लाग्थ्यो, तर के गर्यो भने तिमीले खाना उसको कुरा काटिहाल्यौ। अब कुरा काटेपछि चाहिँ के भयो भने तिम्रो पुण्य जति उमाथि सर्यो, अब उसको पाप जति चाहिँ तिमी माथि आएर बस्यो। भक्तवत्सल भगवानको आज त्यो तिमीले गरेको जुन पुण्य थियो नि, त्यो पुण्य अब कुनै बाँकी छैन। त्यो पुण्य जति कहाँ गयो भने त्यो बकुल्ला पछि गयो र उसको पाप जति तिमी माथि आयो। आज त्यो भनेपछि सुगाले पनि एकचोटि विचार गर्यो र यस्तो भयो, अब अघिल्लो जन्ममा भए पनि मैले यो ज्ञान आफ्नो ठाउँमा राख्नुपर्छ, मैले
कसैको पुरा काट्नु हुँदैन भनेर आज चाहिँ शृङ्गाले सिक्यो। केले सिक्यो? भक्तजनहरूले कथा ध्यान दिएर त सुनिरहनु भएको छ नि। अनि त्यसपछि शृङ्गालाई नरकलोक पठाइयो। भक्तेश्वर भगवानको धुमा माताको उपस्थित हुनुभएको सम्पूर्ण भक्तजनहरूको आजको आनन्दको आजको यो दिव्य कथाको यसबाट के ज्ञान सिक्नुभयो त? के गर्नुहुन्न? अनि त्यसपछि चाहिँ आज के गर्नु हुँदो रहेछ? अब अहिले बस्दासम्म पुरा काट्नु हुँदो रहेछ, घर गएपछि त हुन्छ होला। अहिले बस्दा हुँदैन, घर गएपछि हुन्छ होला।